त्यो घन्टी भनेको सत्कर्म हो कि अब सत्य कुरा है, ढाँट्नु हुँदैन है, सत्य कर्म गर्नुपर्छ है भनेपछि मन्दिरभित्रको गुन्जासी घन्टीले बस्तीमा त्यो सुन्ने एरियासम्म गर्छ नि त। घन्टी भनेको मेरो बुवा आमाले डोर्याएर मन्दिरमा घन्टी बजाउनु सिकाउनु भएको थियो। मन्दिरमा गएर पहिला त तपाईँको चाहिँ ढुङ्गाको पिल्लरमा चाहिँ घन्टी झुन्याइएको हुन्थ्यो। घन्टी बजाउनुपर्छ बाबु भन्नुहुन्थ्यो र मलाई रमाइलो पनि लाग्थ्यो घन्टी बजाउनलाई। त्यस्तै अस्ति पनि म एउटा देवीको मन्दिरमा गएको थिएँ, सम्झेँ, बाल्यकाल सम्झेँ, घन्टी बजाएँ, मजाले बजाएँ। त्यो चाहिँ हामीलाई किन मन्दिरभित्र त्यो घन्टी भनेको सत्कर्म हो कि अब सत्य कुरा है, ढाँट्नु हुँदैन है, सत्य कर्म गर्नुपर्छ है भनेपछि मन्दिरभित्रको गुन्जासी घन्टीले बस्तीमा त्यो सुन्ने एरियासम्म गर्छ नि त। त्यही सिलसिलामा मैले भनेको थिएँ घन्टी बजाएको मन्दिरमा गएर। सानो बचपनको याद आयो, त्यही कुरा सम्झेर